यो हाम्रो एरोप्लेनको तेस्रो भाग हो। यसमा टक 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 काम गर्दैछु है मैले। ल यसमा चाहिँ पखेटाको भित्री भागलाई टक्कै यसलाई चाहिँ मेरो भाषामा डन्डीहरू भन्छ। खोल्ने बन्द गर्ने यसैले काम गर्छ है। यो माथिको पखेटाको भागमा चाहिँ हल्का हाइलाइट गर्दैछु। यसलाई यसरी गरेपछि टक्क हुन्छ है। ल यसरी गर्दैछु यो पखेटाको भागमा। यो भित्री भागहरुमा पनि कालो कालो अलिकति हल्का ब्राउनले कालो कालो गर्दैपछि टक्क भइहाल्छ। यो चाहिँ पंखाको भाग हो। यो पंखाको भागमा टक 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 यसरी अफ व्हाइटले टक्क हल्का व्हाइट जस्तो त्यसरी गर्दैछु। अनि ल यसमा चाहिँ मैले कालो ब्राउन हो, कालो होइन तर ब्राउनले यसलाई टक्क दिँदैछु। यसरी टक्क मिल्टर ट्रफी भन्ने कलर हुन्छ यो चाहिँ। यसमा हल्का सेतो गर्दैछु, टक्क लाइट परे जस्तो बनाउँदैछु। अब रायो यसमा पंखाको अगाडिको भाग चाहिँ नि हो कालो कालो बनाइदिएपछि यो भित्रको भागहरू अँध्यारो परे जस्तो देखिन्छ है। ल